प्रधानमन्त्री चाहिन्छ। यो हाम्रो माग हो, यो अबको युवाको देशको आवश्यकता हो। ल अहिले भनौँ त, काम गर्न सक्ने क्षमता भएका मान्छेहरू राजनीतिमा आएर देशको प्रधानमन्त्री बनुन् भन्ने तपाईँको इच्छा छ हैन? तर त्यो इच्छा कहिल्यै पुरा हुँदैन यो संविधान अनुसार। किन हुँदैन थाहा छ? यो संविधानले के भन्छ भने जनताबाट निर्वाचित प्रधानमन्त्री होइन, एउटा निर्वाचन क्षेत्रमा जितेको मान्छे दलको शीर्ष नेता मात्रै प्रधानमन्त्री बन्ने चलन भएपछि त्यो सधैँ त्यही भइरहन्छ। त्यही भएर यो संविधानको धारा चाहिँ ल टाढा गइन, म जुम्लाको मान्छे हैन हैन। वडा अध्यक्ष पहिला जित्ने, वडा अध्यक्षले भोट हालेर सांसद बन्ने यदि कानुन यो देशमा संविधान दाइहरूले पहिलाका मान्छेहरूले लेखिदिया भए भगवान कसम म अहिले सांसद कुरा छोड्नु वडा सदस्य हुन सक्दैन। यिनीहरूले त्यही रोकिहाल्थे। काठमाडौँका मेयर बालेन शाहलाई पहिला वडा अध्यक्ष जित्ने, वडा अध्यक्षबाट चाहिँ वडा अध्यक्षले भोट हालेर मेयर बन्ने यदि यो देशमा संविधान भइदिएको भए बिचाराले वडा अध्यक्षभन्दा माथि उड्नै दिन्थेन हैन? हो, यस्तै यो देशमा जनताबाट निर्वाचित प्रधानमन्त्री चाहिन्छ। यो हाम्रो माग हो, यो अबको युवाको देशको आवश्यकता हो। ल अहिले भनौँ त, प्रचण्डजीलाई यो देशमा प्रधानमन्त्री बना भनेर भोट दियो 32 सिट हो जम्मा। उहाँलाई त गोर्खाको एउटा सांसद बनाएको, म ज्ञानेन्द्र साईलाई जुम्लाको सांसद बनाएको, अहिलेको केपी शर्मा ओलीजीलाई झापाको सांसद बनाएको, देशको प्रधानमन्त्री होइन नि। के बुटोलका जनताले अब त्यो भन्दाखेरि के भन्नुहुन्छ? तपाईँले चुनेका प्रतिनिधिले भोट हाले भन्छन्। त्यसो हो भने यहाँ डक्टर कतिजना हुनुहुन्छ हाल्छौँ त? मेडिकल पढाएको कतिजना छ? तपाईँले मेडिकल पढ्नुभयो, मेडिकल पढ्नुभयो, अनि तपाईँको घर बुवाले पनि मेडिकल पढाएको हो त? शाखा अधिकृतमा कसैले नाम निकालेर चाहिँ सरकारी कर्मचारी हुनुहुन्छ? ल शाखा अधिकृतमा छोराले नाम निकाल्यो भने के बाउ शाखा अधिकृत हो त? यहाँबाट तपाईँहरूले सांसद पो जिताएको हो त, प्रधानमन्त्री थोडी जिताएको हो होइन? यो के भनेपछि हाम्रो पश्चिमतिर एउटा गीतको एउटा चलन छ, काट्टा कुट्टा भइसकन औँलीसो गाइकन जनता सबै जता जता जाऊ माथि टाउके मिलेर प्रधानमन्त्री खाइकन भन्छ हैन?